दर्शकहरूलाई फेरि पनि म यो भिडियो देखाउन चाहन्छु। एकपटक फेरि यो दृश्य हेर्नु होला। रवि लामिछानेको समर्थक रमा बस्नेतको पक्राउको पछाडिको डरलाग्दो रहस्य बाहिरियो। अहिले सबैजना डराइरहेको अवस्था छ। आखिर किन रहेछ त उनी पक्राउ परेको? पक्राउ पर्नुको पछाडि यति ठूलो कारण, यति ठूलो शंकास्पद रहस्य र यति ठूलो अन्धकार रहेछ। अबको समय र परिस्थितिमा धेरैले सोच्नुपर्ने आवश्यकता आइसक्यो। अहिले सर्वसाधारण व्यक्तिले पनि भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नै पर्ने जानकारी आइसक्यो। र किन भन्दा अब जे परेको छ रमा बस्नेतलाई भोलि त्यो तपाईँ र हामीलाई नपरोस् भन्ने विषयवस्तु। आखिर रवि लामिछानेकै समर्थक भएको खण्डमा उनी हिरासतमा पुगेकी हुन् त कि उनले कुनै ठूलो अपराध गरिन् त कि उनलाई सम्झाउन सकिन्थ्यो, चेतावनी दिन सकिन्थ्यो, अथवा उनलाई कुनै किसिमले त्यो सुझाव सल्लाह गरेर पनि अगाडि ल्याउन सकिन्थ्यो कि आखिर के रहेछ त यो पछाडिको डरलाग्दो रहस्य? जुन बुबा बिरामी हुँदाहुँदै अस्पतालमा हुँदाहुँदै पनि उनी हिरासतमा रोएर नाकको छोडी छोडी रुनु परिरहेको अवस्था छ, नर्भस हुनु परिरहेको अवस्था छ, अतालिनु परिरहेको अवस्था छ। आखिर उनले के त्यस्तो कारण, के त्यस्तो घटना घटाएकी थिइन् त? आखिर टिकटकमा आउने भिडियो सबैले हेरिरहेका छन्। आखिर के घटना त्यस्तो घटाइन् जुन लाखौं जना बोलिरहेका छन्? उनीहरू पक्राउ परेनन्, तर रवि लामिछानेको समर्थक भन्दैमा रमा बस्नेत पक्राउ पर्ने कारण के हो त? रवि लामिछानेकै समर्थक भएको भरमा उनी पक्राउ परेकी हुन् कि अथवा उनले के अपराध गरेकी हुन्? सुरुदेखि अन्त्यसम्मको विषयवस्तु र अहिले उनले पछिल्लो समयमा के बयान दिन्, के बोलिन् भन्ने विषयवस्तु सम्पूर्ण A to Z तपाईहरुको लागि आज जस्ताको तस्तै प्रस्तुत गर्नेछौँ। भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नु होला, भिडियोलाई लाइक पनि गर्नु होला। आउन सुरु गरौँ आजको विषयवस्तु। एक महिला जसले टिकटकमा बोलेकै कारण अहिले हिरासतमा छिन्। उनका आँखा रसाइरहेका छन्, आवाज थरथराइरहेका छन्। प्रश्न उठ्छ, नेपालमा अब साँचो बोल्नेलाई सजाय हुन्छ? रमा बस्नेत एक साधारण महिला रवि लामिछानेको पक्षमा बोलिन् अनि सरकारको इशारामा पक्राउ परिन्। के उनले गरेको अपराधिक क्रियाकलापै थियो त कि लोकतन्त्रको नाममा अब तानाशाही सुरु भइसकेको छ त? आज हामी तपाईहरुलाई सुनाउनेछौँ यो घटनाको भित्री रहस्य, भित्री कथा र भित्री शंकास्पद विषयवस्तु। जहाँ राजनीति, पत्रकारिता र जनताको आवाज एक आपसमा जुधिरहेका छन्। रमा बस्नेत किन रुन थालिन् त? आखिर रमा बस्नेतले बिरामी भएका बुवालाई छोड्नै पर्ने आवश्यकता र हिरासतमा पुग्नु पर्ने त्यत्रो उनले के गरिन् त? त्यस्तो करतुत के गरिन् त? कसले गर्यो पक्राउ र कसले गरायो पक्राउ? के अब कोही बोल्न पाउने छैन त? पुरा हेर्नु होला। यो घटनाले गहिरो प्रश्न उठाउँछ। के सत्ताले अब आलोचना सहन सक्दैन? के एक साधारण महिलाले बोलेको कुरा अब अपराध हो? यदि आज रमा बस्नेत हिरासतमा पर्छिन् भने भोलि तपाईँ र म पनि हिरासतमा नहोला भन्न सकिँदैन। हाम्रो विचार बोलेको भरमा जेल जानुपर्ने अवस्था आउने त होइन? अथवा के गरिन् त उनले त्यति ठूलो अपराध भन्ने विषयवस्तु। रवि लामिछानेमाथिको केस, रमा बस्नेतको हिरासत र गृहमन्त्री रमेश लेखकको मौनता, यी सबै कुरा मिलेर एउटा यस्तो चित्र बनाउँछन् जहाँ सत्य बोल्नेहरू दमनमा पर्छन् कि भन्ने र सत्ता सुरक्षित राख्नको लागि यो सब हुन्छ कि भन्ने अहिले धेरैजना जनताहरूले प्रश्न उठाइरहेका छन्। के लोकतन्त्रमा बोल्न नपाउने हो? रमा बस्नेत पक्राउ, गल्ती बोल्दा उनी हिरासतसम्म र लोकतन्त्रमा सत्य बोल्न पाइँदैन अब भनेर धेरैले जनगुनासो पनि गरेका छन्।